नमस्ते। मलाई मलाई एउटा प्रश्न सोध्न मन लागेको छ। तपाईलाई पनि सोध्छु। हामी को हौ? हामी गोर्खा हौ। तर हाम्रो परिचय के हो? हामीले देशको सुरक्षा गरेको छौँ, सीमामा उभिएको छौँ, देशको लागि ज्यान दिएका छौँ। तर आज पनि आफ्नो पहिचान खोज्दै किन सडकमा उभिनु परेको छ? यो हेर्नुहोस्, यो मेरो बाबाको पुरानो कागज छ। उहाँले मलाई भन्नुहुन्थ्यो, छोरा, हामी जहाँ जन्मियौँ त्यही हाम्रो माटो हो। यो माटोको सम्मान गर्न कहिले नछोड्नु। म सानो थिएँ त्यति बेला, बुझिनँ। आज बुझ्दैछु, माटो भनेको केवल जमिन होइन रहेछ। माटो भनेको चिन्हारी रहेछ, इतिहास रहेछ, भाषा रहेछ, संस्कृति रहेछ, हाम्रो भविष्य रहेछ। आज हाम्रो अगाडि एउटा नयाँ पुस्ता छ। उनीहरू सोध्छन्, हामीले किन गोर्खाल्यान्ड माग्ने? मेरोमा उत्तर के छ? गोर्खाल्यान्ड कसैको अधिकार कष्टको लागि होइन। गोर्खाल्यान्ड आफ्नो चिन्हारी, आफ्नो सम्मान र राजनीतिक भविष्यको लागि उठेको आवाज हो। तर याद राखौँ, हाम्रो आन्दोलन ढुङ्गाले होइन, विचारले बलियो हुनुपर्छ। हाम्रो आवाज घृणाले होइन, एकताले ठुलो हुनुपर्छ। यो गोर्खाल्यान्डको बाटो सजिलो थिएन। धेरै आमाहरूले आफ्नो छोराहरू गुमाए, धेरै परिवारहरूले आफ्नो प्रियजन गुमाए। उनीहरूको सपना के थियो? सत्ता होइन, व्यक्तिगत स्वार्थ होइन। उनीहरूको सपना थियो आफ्नो चिन्हारीको सम्मान, आफ्नो भविष्यको सुरक्षा। त्यसैले आज हामी उनीहरूको सपना बिर्सनु हुँदैन। आज म एक्लै छु, तर मेरो आवाज एक्लो छैन। मेरो पछाडि हाम्रो आमा बाबाको सपना छ, हाम्रो युवाहरूको भविष्य छ, हाम्रो भाषा छ, हाम्रो संस्कृति छ, हाम्रो इतिहास छ र सबैभन्दा ठुलो हाम्रो एकता छ। हामी कसैसँग शत्रुता चाहँदैनौँ, हामी हिंसा चाहँदैनौँ। हामी चाहन्छौँ सम्मानसहितको हाम्रो चिन्हारी, लोकतान्त्रिक बाटोबाट अधिकार र हाम्रो भावी पुस्ताको लागि सुरक्षित भविष्य। आज मेरो आवाज सुन्नुहोस्। गोर्खाको चिन्हारी गोर्खाल्यान्ड, गोर्खाको चिन्हारी गोर्खाल्यान्ड। तर यो नारा मात्र होइन, यो हाम्रो सङ्कल्प हो। यो हाम्रो सङ्कल्प हो। म गोर्खा हुँ, मेरो परिचयमा मलाई गर्व छ। मेरो आवाज शान्तिपूर्ण छ, मेरो सङ्कल्प अटल छ, मेरो पहिचानमा मलाई गर्व छ। जय गोर्खा, जय गोर्खाल्यान्ड, जय गोर्खा, जय गोर्खा।